नमस्ते एभ्रिवान, आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। आज पनि म यो भिडियोमा सडक जनावरबारे अलिकति थोरै बोल्न चाहन्छु। प्लिज हजुरहरू सबैजनाले आफ्नो घर बाहिर चाहिँ हाम्रो सुरक्षा गर्ने गार्डहरू हाम्रो सडक जनावरहरूको लागि पानी राखिदिसेला। दुई पटक नसके पनि दिनको एक पटक बेलुका भयो भने टन्न पानी खाना दिसेला। प्लिज हामी बाहेक उनीहरूको कोही पनि छैन। सहर बजारमा हेर्छु न, सबैको गेट बन्द, यो रात दिनको झरीमा लक कामेर रुच्दै खाना पाउँछ कि भनेर बाहिर कुरिरहेको यिनीहरूको जिन्दगी बिजोग हेर्छु त कसरी हेर्न सकिन्छ क्या मान्छेहरूले। म त नमरु, आफै मरु कि क्या हो जस्तो लाग्छ। आफूसँग ऋण गरेर खुवाउँदा 20, 22, 23 लाख ऋण भइसक्यो। अब विदेश गएर तिर्नुपर्ने हुन्छ, कमाएर कहिले तिर्नु। प्लिज यिनीहरूलाई पानी पर्दाखेरि एकछिन पानीमा ओत लगाउने ठाउँ दिइसेला। यदि हजुरहरू बस्ने ठाउँमा अलाउड छ भने कुकुर, प्लिज घाम, पानी, बतास, हावाहुरीमा कति बिजोग, हे भगवान, बस्ने ठाउँ पनि छैन। बरु गाउँघरमा पालीतिर बस्न दिन्छन्, यो सहर बजारमा प्लिज हजुरहरू सबैजना मानवताको